फेरि को माग्ने आछ कव्यमान माग्ने भनेको आफ्नै टिटी परेछ आटा छिजुला किन रहेको खबरै नगरी एक्कासी आयो त संविधान अड्के जस्तो किन अड्केको टिटी भन्नुस् न के भयो तिम्रो बिनाजुले रक्सी गाएर जगल्टाएर निकाल्दियो घरबाट कव्यमान अग्निलाई साक्षी राखेर समाज अगाडि राखेर फुल जस्तै सजाएर राख्छु भनेर बिहे गरेर लग्यो अहिले आएर सारे चुटे जस्तो चुटेर पठायो त्यो बेमानले दिदी झगडा भएको थियो झगडा त दिनौ हुन्छ नि झगडाको कारण के हो नि दिदी के हुनु नि जग्गा बेचेको पैसा चौन्जेलसम्म मोज मस्ती गरे एउटा इलम गर्नुपर्छ त्यसरी वार खर्च गर्नु हुन्न भनेको त माइक टाइसनले मुक्का बजार्यो मलाई त्यस्तो कुरामा त म सम्झाइहाल्छु नि भिनाजुलाई त्यति मात्र गरे त हुन्थ्यो नि अनि के गर्यो त म माथि सौता हालेको त्यो बच्चा मोरोले कव्यमान यो लोग्ने मान्छेको जातलाई कति स्वास्थ्य चाहिने एउटीमा त चित्त बुझाएरै बस्न नसक्ने नानी पनि चाहिने पानी पनि चाहिने कस्तो मती बिग्रेको थियो बिनाजुको हेर दिदी पहिले त तिमीलाई बैजन्ती माला हेमा माल्ने भन्थ्यो अहिले ल्याएको केटी कत्रिना कैफ जस्तै छ सरी दिदी सरी यो राम्रो केटीको माया मोहमा फसेपछि केटा मान्छेलाई दायाँ बायाँ के पनि दिँदैन नरुनुहोस् न दिदी त्यो बेमान भिनाजलाई म सम्झाइहाल्छु नि अहिले नै फोन गर्छु का हेलो भिनाजु नमस्कार लायकको भिनाजु भए पनि नमस्कार गर्नु नालायक भिनाजुलाई के नमस्कार गर्नु नमस्कार गरिहाल्यो भिनाजु चुप दिदीलाई एक वचन नसोधी सौटा हालेको तैले तपाईले के हो लाज छैन शरम छैन ल खुरो कच्चा नखर्मलाई घरबाट निकालेर दिदीलाई यहाँ लिन आउने दिदी यहाँ रोएर ठुम्चो गर्छ होइन यो बुकेचालाई के भयो म आउने बित्तिकै त्यहाँ पानी होला पानी ल्याइदिनुहोस् न होइन के भयो यसलाई होइन आजमै भयो त अरे त्यो कुजातले फोनबाट के भन्यो बेका त्यो डर्ती बिनाजुले लुट फिल्मको डाइलगलाई मातुने गरी भन्यो त थिएन तिमी कहाँबाट आयो भए कहाँबाट भन्नु नि म त दुःखमा परेर आएको होइन के भयो अब मेरो डोल्माले घर छोडेर गयो नि राइफल थौनीमा
छाउनीमा नभए स्विमिङमा खोज्न जाऊ न। के बेमान ठ्याक्कै उल्टो भयो। मेरो दिदीलाई बुढाले छोड्यो, तिमीलाई बुढीले छोड्यो। लाउरी दाईको पनि झगडा भएको थियो कि? भएको छैन, त्यस्तो झगडा त मेरो कहिले पनि हुँदैन। मैले त असाध्यै माया गरेर राखेको छ। के गर्नु सक्छ? हो, के गर्न सक्छ? के गर्नु सक्छ? के गर्न सक्छ? के गर्नु सक्छ भनेको? त्यस्तो माया गर्ने मान्छेलाई छोडेर कता हिँडेको होला त? आजकल धेरै माया गर्नु हुँदैन, धेरै पुल पुलिन्छ। ठिक मात्रामा गर्नुपर्छ क्या। लु त लु, म त डोलमा यतातिर आएको छ कि भनेर आएको रहेनछ। म चाहिँ यहीँ गयो। लौटे, हिजो आज माया भन्ने चिज धेरै सस्तो भएको छ। मायालाई भन्दा बढी पैसाले मोह टुटिएको हुन्छ। कतै लाउने दिदीले पनि पुगेछ। यस्तो आलोचना कुरा मसँग नगर है। लौटे, हिजो आज माया भन्ने चिज धेरै सस्तो भएको छ। मायालाई भन्दा बढी पैसाले मोह टुटिएको हुन्छ। कतै लाउने दिदीले पनि मैले तँलाई किन चाहियो यत्रो पैसा? किन आउनु नि? सधैँभरि घरमा मात्रै बसेर के गरिराख्नु? एउटा बिजनेस गर्नु पर्यो भनेर नि। हेर डोलमा, मैले लौरबाट दुःख गरेर कमाएर ल्याएको पैसा हो त्यो। कसैको आफूताले आएको होइन, बुझ तैँले? अच्छा लौ, आफ्नो स्वास्नीलाई विश्वास नगर्ने कस्तो लाउरे हो यो? तिम्रो पैसाले बिजनेस पो गर्छु भनेको, पैसा लिएर अरूसँग पहिले जान्छु भनेको छ? हेरेर बोलेको। मलाई त यो आइमे मान्छेको त फिटेकै विश्वास लाग्दैन भनेको। होइन, तिमीले भन्न खोजेको चाहिँ के? तैँले गर्न खोजेको के? कति भन्नु यो लाउरेलाई? दिमागमा भुस मासेको छ कि क्या हो? लु हेर, अब त हुँदा हुँदै आफ्नो साक्य लोग्नेलाई पनि जताभावी भन्न थाल्यो होइन? तेरो सङ्गत कतिलो छैन है? पहिला त यस्तो थिएन। तिमी पनि त पहिला यस्तो थिएन। ए, त्यो मुखमुखै लाग्छ? त्यो व्रत कराको? काराको भनी काराको ठुलो सोले बोल्दैमा डाराउँछ भनेको होला यो लाउरीले। अहिले मलाई रिस उठ्यो भने लाउरी साउरी भन्दिन म त। के गर्छ तँ? के गर्छ के गर्दैन त्यो त गरेपछि थाहा हुन्छ। आज होइ लौरीको लौरी नै भयो अरे, व्रत गरेर बोल्दो रहेछ यो त। होइन, के चाहिँ गर्न सक्छ तिमी? के गर्नु सक्छ भनेको? के गर्न सक्छ लु भन् त? के गर्नु सक्छ? हो, के गर्न सक्छ? के गर्नु सक्छ? के गर्न सक्छ? के गर्नु सक्छ भनेको? हो। लु त, लु त, लु त। कुटिया मादल, मैले नै कुटिया जस्तो रुनुपर्छ? त्यत्रो सुनको झुम्का हराएपछि रुँदैन नि त? पक्कै पनि यो तपाईँकै काम हो। होइन के भने के भने कि तैँले मलाई चोर भन्न खोजे कि? चोरको खुट्टा काट भन्दा चोरले खुट्टा तान्छ अरे, तपाईँले पनि त्यसै गर्नुभयो। हेर माकुरी, तेरो झुम्का हराएको दिनदेखि मित पनि यहाँ छैन। मेरो विचारमा तेरो झुम्का त्यही मितले उडाएको हुनुपर्छ। ल, तपाईँ जस्तो होइन के मित, म उहाँलाई राम्रोसँग चिन्छु। उहाँबाट यस्तो काम हुनै सक्दैन। ए फुटिया मादल, ल त्यो मितको धेरै विश्वास नगर। राजनीतिमा बाउले छोरोलाई, छोरोले बाउलाई छिर्किहाले त हालिदिएला एक दिन। अरू कुरा केही पनि थाहा छैन मलाई। बुवाले बल्ल बल्ल बनाइदिएको त सुनको झुम्का जसरी हुन्छ ल्याइदिनुहोस् त। अरे शिव, लिएको छैन भन्दा पनि कति जिद्दी गर्छ यो फुटिया मादल। त्यसो भए तपाईँको पर्स दिनुहोस् न त। कस्तो सुखाराम भएछ। स्वास्नीको झुम्का चोरेर बेचेर पनि खाएर सकाइसकेछु। केही न केही गरेर भए पनि अर्को झुम्का त ल्याइदिनु पर्छ यो फुटिया मादललाई। त्यो झुम्का बेचेर खाइसके, अब अर्को झुम्का कहाँबाट ल्याइदिने भनेर सोचे होला होइन? हो नि हो। त नचाहिने कुरो नगर त, नचाहिने कुरो नगर। के को नचाहिने कुरा नि? त्यो झुम्का बेचेर खाएको भए पनि मलाई त्यस्तै अर्को झुम्का चाहियो, बुझ्नुभयो? ए माकुरी, मलाई रिस उठ्यो। नउठेको रिस नउठाइ, नउठेको रिस नउठा। आया 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 आया। ए फुटिया मादल, मैले कुटेकै छैन, किन आइया भने क्या? एकछिन पछि त कुटिहाल्नुहुन्छ नि, त्यो भएर पहिले नै आइया भने कि।
आज तिमीले ममाथि हात हाल्यो ठिकै छ लाउरे म पनि अब यो घरमा बस्दैन म पनि तिमीलाई के गरेर देखाउँछु ल ल आइया आत्तो कराउनु पर्दैन म तपाईँ कुट्दिनँ अब त भयो मलाई जसरी भए पनि त्यो झुम्का चाहियो आच्या होइन आजको दिन कस्तो दिन परेछ जता गए पनि झगडा परेको छ हुन त अब देशमै झगडा परेको छ घरमा त किन नपरोस् मेरो डोलमा यता आएको छैन जस्तो छ तिम्रो हो नि मेरो हो तिम्रो होइन वो मेरो हो वो मेरो हो तिम्रो होइन वो मेरो हो ये मेरो हो भन्दै छि त बर्ता भएछ तिमी बर्ता भएछ आइया बा तिमीले मलाई पिटेको मैले तिमीलाई तिमीले मलाई पिटेको के को झगडा गरिरहेछ मेरो हो के मेरो हो माननीयको छोरा भएर यसरी झगडा गर्न लाज लाग्दैन यो सब तपाईहरुको कारणले भएको हो पापा झगडा गर्ने तिमीहरू कारण चाहिँ मलाई देखाउँछौ तपाईहरु पार्टीमा कहिले मिलेर बस्न सक्नु भएन पापा एक्लै पार्टी चलाउनु भयो ओइको प्रभाव हो पापा चुप नालायक गागडाको कुरालाई आग्रा पुर्याउँछ किन झगडा गरेको त्यो भन पापा मैले मन पराएको चीज यसले आफ्नो भन्छ मन पराएको चीज आफ्नो बनाउन पाए त गजब हुन्छ के गर्ने मैले पनि प्रधानमन्त्रीको कुर्सी मन पराएको थिए राज्य मन्त्रीको कुर्सीमा चित बुझाउनु परेको छ पापा तपाईको कुर्सीको कुरा गरेको होइन तपाईको कुर्सीको लागि त हामीलाई पनि बेच्नुहुन्छ होला है किन बढी बोल्छ यो यही काम भन्दा कुरा बढी गर्ने भएर अहिलेसम्म केही गर्न सकेको छैन मेरो पछि मात्र लागेको भए अहिलेसम्म कुनै मन्त्रालयको सचिव भइसक्थ्यो मलाई वो 2 दिनको सचिव हुनु छैन पापा तँलाई त के चाहिएको छ मैले कमाएको मजाले खाएर बसेको छ अरे बाप रे बाप यो मेरो आफ्नो मान्छे किन दुश्मन भएछ कसले भाडेछ यिनीहरूलाई पक्कै पनि यसमा विपक्षीको ठुलो हात हुनुपर्छ हामीलाई कसैले भड्काएको छैन पापा अनि किन दाजुभाइ मिलेर नबसेर झगडा गरेको एकछिन है पापा जाने मन अजाने मन यहाँ आऊ त यो सब के हो हाम्रो झगडाको मुख्य कारण यही त हो नि पापा उसलाई मैले दिलदेखि मन पराउँछु हैन पापा म उसलाई दिलदेखि मन पराउँछु अनि उसले पनि मलाई मन पराउँछ चुप नालायक बाबुको अगाडि यस्तो कुरा गर्न लाज लाग्दैन के को लाज कसैलाई प्रेम गर्दा लाज हुन्छ तपाईहरु कुर्सीमा बसेर भ्रष्टाचार गर्दा लाज हुँदैन पदमा बसेर अपहरण गर्दा लाज हुँदैन हामीलाई प्रेम गर्दा के को लाज गधा पाजी एउटा केटीलाई 2 जना दाजुभाइले कहीं प्रेम गर्छ अब भयो त पापा के गर्ने अरे ओ केटी तिमी महाभारतको द्रौपदी हो रामायणको सीता हो होइन भने यिनीहरूको जिन्दगीमा किन महाभारत ल्याएको त तिमी भन यी दुईटा नालायक मध्ये कसलाई प्रेम गर्छ दुवैलाई गर्छु हेर केटी तलवारको 2 धारमा पहिला टेक्यो भने के हुन्छ थाहा छ यो असम्भव कुरा नगर 2 जना मध्ये 1 जनालाई रोज्नु पर्यो भने कसलाई रोज्छ तिमी यो सम्भव छैन म 2 जनालाई रोज्छु यो केटी पागल छ यसले तिमीहरूलाई होइन हाम्रो सम्पत्तिलाई प्रेम गर्छ हाम्रो सम्पत्ति हडप्न यसले यो सब नाटक गर्दै छ कुरा त्यसो होइन हजुर त कुरा कस्तो अब तपाईहरुको सल्लाह सोध्नुस् न म बिना उ पनि बाँच्दिन भन्छ उ पनि बाँच्दिन भन्छ मैले छोडे भने त 2 जना आत्महत्या गर्छु भन्छ न पत्ते तपाईको सल्लाह सोध्नुस् न के हो इनको कुरा सही हो धन्न मैले तपाईको दुवै छोराको ज्यान बचाइदिएको छु भन्नुस् न अरे यार आफ्नै सिक्का खोटो भएपछि कसको के लाग्छ अरे लाजमन्ती बैजन्ती बहराओ लाजमन्ती बैजन्ती हाँ जल्दी आओ के भयो लक्ष्मणियाको पापा किन बोलाइहालेको उही त किन बोलाएको के भयो के भएन भन न यो तिम्रो नालायक छोडो अरे यो तिम्रो नालायक छोडो अरे आफू यो समाजसँग लडेर दुईटा शादी गरे और ये नालायक भन्छ कि एउटा केटीसँग 2 जना प्रेम गर्ने अब यिनीहरूले के गर्छ होला मेरे सुई गा जाने मन मेरो हो कहाँ दिखो हो मेरो हो
बाबुको अगाडि झगडा गर्न लाज लाग्दैन किन झगडा गर्छ हाँ आज देश हाँक्ने नेताको घरमा त यस्तो झगडा छ आफ्नो घर त सम्हाल्न सकेको छैन देशलाई के सम्हाल्ला यिनीहरूले खै मेरो समस्या यसले पनि समाधान गर्ला जस्तो छैन बरु एकचोटि पुलिसकोमा नै जानु पर्ला जस्तो छ। गाउँ गोरो बढ्न भए कि वर्ष 28 सकेर 29मा पाइला टेके के नाक अलिकति खुम्चे कि डोलमा नाम गरेको केटी आइनै लापता होइन त हो सर हो लु न मेरो डोलमालाई जसरी भए पनि खोज्नु पर्यो सर हाम्रो काम जनताको सेवा गर्ने हो यो काम पनि भइहाल्छ नि मानेर यो संविधान बनाउन ढिलो गरे जसरी ढिलो नगरौँ है सर। हेलो जैनबा सर म असर बालदिप हजुर भइहाल्छ हस् सर हस् म जसरी पनि खोज्छु सर हस् जैनबा सर के भयो साहब सापको सोनी हरायो रे सोनी हरायो अरे साहब जस्तो मान्छे भएर जब सोनी हराउँदा हामीलाई काम लगाउने हो त सोनी हराए सामसुङ किने भइगयो नि ए सानो बुद्धि मोबाइल हराएको होइन ला साहबको छोरीको नाम पो सोनी हो के अरे है साहब कोसँग भागेछ कि पुलिससँगै भाग्यो सानो बुद्धि सोनी भनेको सापको कुकुर हो त्यो हरायो अरे त्यसलाई खोज्नको लागि हामीलाई आदेश आएको छ बुझिस् साहब अनि तपाईँको श्रीमती हराएको होइन सर मेरो त बिहे भएकै छैन सर अनि को हरायो तपाईँ पसलमा काम गर्ने केटोले पैसा चोरेर भाग्यो सर अनि तपाईँको चाहिँ मेरो त बच्चा हराएको हो साहब मेरो बच्चा अनि तपाईँको श्रीमती श्रीमती मेरो हराएको सर एकछिन है हेलो हजुर हजुर साहब हजुर मैले हजुरको श्रीमती खोज्नको लागि सर सबै कोसिस गरिरहेको छु सर गरिरहेको छु को श्रीमती सर अघि तपाईँले श्रीमती हरायो भन्नुभएको होइन मलाई चुप लाग्नुहोस् तपाईँ मेरो श्रीमती होइन घरको कुकुर सोनी हरायो भने के ड्युटी गर्नुहुन्छ तपाईँहरू वाइयात हस् लु न सर बिन्ती छ मेरो चाहिँ खोजिदिनु पर्यो मैले तपाईँको कुकुर खोज्ने जिम्मा लिएको छु कुकुर होइन सर मेरो त श्रीमती पो हराएको त ए सापको चाहिँ के हराएको साहबको कुकुर हराएको साहब नमस्कार है यदि तपाईँको चाहिँ के हरायो संविधानै हरायो हे तेरिका संविधान हराएको भए मलाई किन भन्नुहुन्छ यार नेताहरूलाई गएर भन्नुहोस् न हेलो जयनिमल उहाँ त ढल्नु भयो हस् सर गृह मन्त्रालयबाट फोन आएर रहेछ लु यहाँ पनि पत्ता लाग्दैन जस्तो छ होइन कहाँ गयो होला त मेरो डोलमा तो लौरेको सहीलाई जबरजस्ती गर्ने केको काट काट खुकुरी भएको भए त म अघि नै चारवटा काटिसक्थ्यो मैले भन्नुपर्छ अहिले तँलाई काट्छ अर्काको लौरिनेलाई जबरजस्ती गर्नु खोज्ने म त यसलाई
होइन यो लाउरे त बाउलाई छ कि क्या हो घरमा गयो घरमै झगडा यहाँ आइ यहीँ झगडा आज वार्ता गराउँछस् त हँ यत्रो लोग्ने मान्छेहरूको अगाडि तँ आइमै मान्छे एक्लै बस्नु लाज लाग्दैन हँ त्यो जबरजस्ती गर्दैछ त्यो चाहिँ नै 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 भन्दैछ अहिले तँलाई नगचरी ए लौरे दाई किन डिस्टर्ब गरेको भने यहाँ सुटिङ भइरहेछ सुटिङ तपाईँको लाउरीनी हिरोइन हो यो फिल्मको फुट्या मादल अच्छा सुटिङ पो हुँदैछ म त सधैँ पो भनेको त मेरो लौरेनी त हिरोइन पो भएछ त राइफल छाउनीमा यहाँ सुटिङ छ भनेर तिमीलाई कसले भन्यो कसले हुनु मैले भनेको यो त अचम्मै भयो है गाँटे राइफल छाउनीमा मेरो बुढी हेरोनी घरमा पनि हेरोनी बाहिर पनि हेरोनी मसँग नबोल है लाउरे तिमी मलाई एकदमै रिस उठेको छ ल अब अर्को सिन गर्नु पर्यो ल हिरोइन यता हो अब अर्को सिनमा चाहिँ के छ भने यहाँबाट हामी पहिला यसरी क्यामेरा रोलिङ एक्सन म त तिमीलाई एकछिन देखिनँ भने पानी बिनाको माछी जस्तै हुन्छु म पनि त त्यही बल्छीमा परेको छु नि त्यसो भए हामीलाई एक हुनबाट कुन चाहिँ पर्खालले छेक्छ भन त मुना मदन मुना तेरा बाजेको मुना डोल्मालाई मुना भन्छ फर्क लु यस्तो फिल्म सिल्म खेल्नु परेको छैन घरमै गएर बस इन मानेको कट कट घरै भनेको कट 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 केको कट 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 अहिले खुकुरी भएको भए त मैले तँलाई पारिसक्छु चेट तर अर्काको स्वास्नीलाई परपुरुषसँग आङ्गलो मार्न लाउने होइन सक्छ भने आफ्नो बुढीलाई आङ्गलो मार्न लागेन परपुरुषसँग यसले कति डिस्टर्ब गरेको कति स्पट यसलाई निकाल स्पट ए हात नलगा हात नलगा के गरेको यो के गरेको यो अर्काको इच्छा विपरीत यसरी जबरजस्ती गर्न पाइन्छ लड्नु दिदी यो लाउले तिमीलाई खोज्दै थियो खोज्दा खोज्दै मेरो घरमा पनि आएको थियो यो लाउरेले मलाई जिन्दगीमा पहिलोचोटि गालामा थापड हान्यो त्यही भएर घर छोडेको मैले लाउरे त्यसो गरेको हो घरमा आउँदा त खुब माया गर्छु भन्थ्यो त यसले मलाई झोक चलाएपछि मेरो हात पनि चल्यो माया र स्नेहले हुने काम यसरी हिंसा गरेर हुन्छ यसरी हात हाल्नु हुँदैन थियो लाउरे कहीँ नराम्रोसँग चोट लागेको भए लाउरे दिदीको के हालत हुन्थ्यो लोग्ने स्वास्नीको बिच झगडा बनेको कसको हुँदैन जसको पनि हुन्छ अब पुटली र मेरो बिचमा पनि हुन्छ अब फुट्या माडल बिचमा नि होला झगडाको नाममा हिंसा चाहिँ राम्रो होइन लाउरे का सरी भन सारी भन्यो है डलमा सारी त मैले पो तिमीलाई भन्नुपर्ने मैले पनि त तिम्रो चित्त दुखाएँ म जहाँ जहाँ गयो झगडा छ शान्ति त कहीँ पनि छैन हामी सानो सानो कुरामा झगडा गरेर बसिरहेको छ दुखी हुन्छ ठुलो सुख गुमिरहेको हामीहरूलाई थाहा हुँदैन बेमान फुट्या माडल तिमीलाई यो फिल्मको डाइरेक्टर कसले बनायो तिमीलाई फिल्म त बनाउन आउँछ फुट्या मादल कत्रो घर बनाउने मान्छेलाई फिल्म बनाउन आउँछ भनेर सोध्छ फिल्मको फ नजानेको मान्छेलाई फिल्म बनाउन दिएपछि नेपाली फिल्मको हालत कस्तो होला आफ्नो घर खर्च चलाउन अरूलाई डुबाएर मोज मस्ती गर्न यस्ताले फिल्म बनाउला न सिप छ न अनुभव छ यस्तै एक दुईजनाले गर्दा पुरै क्षेत्र बदनाम हुने यस्तादेखि चाहिँ होसियार हुनुपर्छ है हो न यो फिल्मको निर्माता चाहिँ को हो न यो फिल्मको निर्माता चाहिँ को हो भनेको त नि बुढा नारी सवाई भन् मैले त्यो मेरो नाममा भएको बानेश्वरको 4 आना जग्गा छ नि त्यो त मैले बैंकमा धितो राख्दिएँ कुचका जस्तो छ
पानी बिना कुनै पनि जीव जन्तु बाँच्न सक्दैन भन्ने कुरा थाहा छैन तँलाई? स्वच्छ पानीलाई दूषित बनाउँछस्, पानीलाई सञ्चय गर्न सक्दैनस्। माटे जल स्रोतको धनी देश भन्दा त आफैले बिङ्गो गरेको जस्तो लाग्छ। अझ बढी कराउँछस्। पानीको सही सदुपयोग गर्न हामीले सिकाउनु पर्छ। पर्छ माटे पर्छ। भ्रष्टाचार गर्न, एक अर्काको खुट्टा तान्न, खुरापाती गर्न, यस्तो काम चाहिँ यहाँका मान्छे पर्फेक्ट छन् माटा। अया माटे खुट्टाले रोग उल्ट्यो, छातीको रोग टाट्यो भने यहाँ छाती दुख्यो। ए छाती दुख्यो? त्यत्रो महँगीको भारले थिच्दा छाती दुखेन तेरो? कहिले बम पड्काएर, कहिले अपहरण गरेर, कहिले बोक्सीको आरोप लगाएर अनाहकमा नागरिकले ज्यान गुमाउँदाखेरि त्यतिखेर दुखेन तेरो छाती? कपिमान यो माटे पनि व्यङ्गकार हो कि क्या हो? व्यङ्ग बालले हानेको छ। तेरो थुतुनोमा हान्न पर्यो बाढ। थुतुनो धेरै चल्दो रहेछ। भविष्यमा आफ्नो लागि, आफ्नो सन्ततिको लागि पानी सञ्चय गरेर राख्न सकेनस् भनी पछि धेरै दुःख पाउँछस्। मलाई के भने खानेपानी संस्थानले गएर भनौँ न, जलस्रोत विभाग, जलस्रोत मन्त्रालय, त्यहाँको मन्त्रीले गएर भनौँ न। कस्तो माटेको माटे होला भाइ। आफूले यहाँ पानी खानु पाएको छैन, अल नेपालको पानी मैले लिइराखिरहेको जस्तो। आइमै बाहिर रोक्ने मान्छेको छातीमा कुल्चिने हो, ढोग्नु पर्ने मान्छेलाई। चुप! हे मनुष्य! होइन, यो बेखाजैले दिउँसो के सपना देख्नुभयो? कतै पुतली बहिनीले नराम्ररी कुटेको सपना त देख्नु भएन? कपिमान जेठी सासूले पनि हँसाउँछ भने फुट्या मादलले तपाईँलाई कुट्यो भन्दैमा पुतलीले पनि मलाई कुट्छ त। फुट्या मादल यस्तो शुभ साइटमा अशुभ बोल्ने हो? तपाईँले काम गरेर बस्दा। कपिमान कस्तो नराम्रो सपना देखेको छु मैले। विपनामा पनि चुटाइ खानु पर्ने त होइन? हे नागराजा, चौटा होइन झोलै झोला आओस्। अरूको घरमा 1 घन्टा नआए पनि हाम्रो घरमा 2-2 घन्टा आओस्। फोर्सले आओस्, पम्पले तान्न नपरोस्। जय नागराजा कि जय। अरे यो माकुरीले कति नागदेवताको गुणगान गाइरह होला। नागदेवताले पानी पठाउने हो र? पानी त संस्थानले पठाउँछ, संस्थानले। गुणगानै गाउनु परे पनि त्यो संस्थानको कर्मचारीको गाउनु नि। फुट्या मादल। त्यस्ता पक्षपाती कर्मचारीहरूको के गुणगान गाउनु? जहाँ टेन्टर मेन्टर मिलाएका हुन्छन् त्यहाँ पानी पठाइराख्छन्, नमिलाएको ठाउँमा हप्ताको एकचोटि पनि आउँदैन। ल भा उहाँ नेताजीलाई भेलो भइसक्यो अरे। अन्त पनि उद्घाटन छ भन्दै हुनुहुन्छ। हे तेरिका, तेरो काम सकिएन भने? सकियो। नेताजी सक्यो अरे। यसो यो जीवन च्याट्ट काटेर यो उद्घाटन गरिदिनु पऱ्यो धाराको। हामी त मेहनत र मजदुर गर्ने मान्छे, खाएको मजाले पछि पुरा ज्याला लिएर काम नगर्नलाई पो कसरी पछि होला? हो यो मान्छे? यो मेरो साह्रो भएको छ। साह्रो होइन, साँढे चाहिँ होला। तिमीले के बढी गर्छ ट्याट फुट्या मादल। ए हजुर, म त प्रसाद त तिमी बिर्सेछु। हजुर यो ल बाबु, म यो लड्डु खान्न। किन हजुर, सुगर छ? छैन। ए अनि किन त हजुर खान्न हुने? यो लड्डु मलाई मेरो दुधमा जस्तो लाग्छ। म अरू जस्तो लत्तर पत्तर कुरा जान्दिनँ। म कुरा सिधा गर्छु। त्यही भएर होला मलाई मान्छेहरूले उहाँले लड्डु भन्छन्। त्यही भएर मलाई यो लड्डु पटक्कै मन पर्दैन। नमस्ते नेताज्यू। नमस्ते। म पत्रकार। थाहा भइसक्यो, जे सोध्नु छ सोध्नुहोस्। कार्यकर्ताको पैसामा हेलिकप्टर चढेर जानुभयो अरे, अलिक अप्ठ्यारो भएन? त्यही अप्ठ्यारो भएर त हेलिकप्टरमा गएको, नत्र त गाडीमा गइहाल्थेँ नि। पार्टीको जिम्मेवार पदमा बसेर व्यक्तिको धारा उद्घाटन, पर्खाल उद्घाटन यस्तो गर्न मिल्छ हजुर? यस्तो कति दिनसम्म चलिरहन्छ? जो दिनसम्म हामी चल्छौँ त्यो दिनसम्म चल्छ। मैले त हजुरको कुरा बुझिनँ नि। मेरो कुरा मै त बुझ्दिनँ, तिमीले के बुझ्छौ? मलाई अलि हतार छ, अहिलेलाई म जान्छु। हजुर अन्त्यमा एउटा सानो बिन्ती चढाउँ कि? भन्नुहोस् न फुट्या मादलजी। कुरो के भने नि हजुर, अब हजुरले उद्घाटन गरेको धारामा पानी आएन भने त हजुरकै बेजत हो नि।
त्यसैले यसो संस्थानको हाकिमले भनिदिनु भयो भने पानी आउँछ कि भने नि। त्यो संस्थानको हाकिम कुन पार्टीको हो कुन नि? जुन पार्टीको भने के मतलब हो त? हजुरले भनेपछि मानिहाल्छ नि, मानेन भने मेरो सरकार आज ठिक पारोला भन्नुपर्छ। मिलिहाल्छ नि हजुर। के ल ठिक छ, म एकचोटि कोसिस गर्नेछु। हजुर हजुर लाग्नुहुन्छ। कपिमान यो फुट्या मादल त कस्तो चाहिँ लागेको छ भाइ? कागको फुट पनि चोर्छ होला यसले। नुहाउँछु भनेर टाउकोदेखि शरीरसम्म साबुन लगायो, पानी नै आउँदैन गाडे। माथि ट्याङ्कीमा पानी सक्यो कि क्या हो? त्यही साकेर त नआएको होला नि। लुलु मेसिन लगा त, साह्रै पिरो पो गाठे। बत्ती भए पो मेसिन लाउनु, बत्ती त छैन। बत्ती छैन रे? होइन, अघि भर्खर त थियो नि। यो बत्ती पनि किन आउने जाने गर्छ मान्छेलाई यस्तो आपत पारिरहेको बेलामा? लुलु तल त्यो ट्याङ्कीबाट एक बाल्टिन पानी भए पनि झिक्ता। ट्याङ्कीमा पानी त एक थोपो छैन बुढा। अस्तिदेखि मैले तिमीलाई पानी साक्यो भनेको होइन, तिमीले वास्ते गरेन। दुःख पाइस मङ्गले आफ्नै ढङ्गले। अच्छा ओए, मान्छेको आँखामा साबुन परेर यहाँ गाह्रो परिरहेको बेलामा ऊ हाँसो ठट्टा गरेर बस्छ। मैले दाइ भनेको त फिटिकै छैन हो। तैँले त्यो पानी ट्याङ्कीवालालाई पानी ल्याइदे भनेर फोन गर्नु सकेन? फोन गरेको त हो नि, लाइनमा बस्नुपर्छ रे। तल आएपछि आफै ल्याइदिन्छु भनेको छ। अच्छा ओए, के कुरा गर्छ यो राइफल छाउनीमा? पैसा तिरेर पानी ल्याउन भने लाइनमा बस्नुपर्छ? त्यसको पानी आउन्जेलसम्म त मान्छे पानी खानु नपाएर मर्छ। यहाँ यस्तै हो बुढा, पेट्रोलको लाइन, डिजेलको लाइन, ग्यासको लाइन, फोन र बत्तीको पैसा तिर्न जाऊ त्यहाँ पनि लाइन। होइन, जनतालाई त सरल र सुलभ तरिकाले सेवा दिन्छु मान्छे त यो सरकारले। दियो नि, धारामा पानी नआएको 6 महिना भइसक्यो बुढा। पैसाको बिल मात्र आयो, पानी आएन। हाम्रो घर अगाडि ढाल फुटेर महिनौ दिन भइसक्यो, कसैले बनाउन आएन। गानाएर जिउँदै नर्कामा बसे जस्तो भइसक्यो। अरे भगवान, यस्तो लामो कुरा गरेर छोड्दे। अब छिमेकीमा गएर एक बाल्टिन पानी सापट लिएर आइज त। बरु एक बाल्टिनको सट्टा 2 बाल्टिन दिन्छु भन्न। यस्तो सुक्खायाममा कसैले पानी सापटी दिन्छ भनेर साबुनमा पनि नसोचे हुन्छ। अनि के म जिन्दगीभरि यसरी बसिरहनु त? हेरडोलमा यस्तै ताल हो भने म त यो सहरमा बाँच्दिनँ। अब जान्छ म त। ए हो, कस्तो गाह्रो भयो। जसरी भयो भने एक बाल्टिन लिएर आइदिन भनेको के? आफ्नो बुढाको समस्या बुझ्नु है। ए बहिनी, के हो रातभरि सुत्या छैन कि क्या हो? यो पानीले गर्दा न रातमा निन्द्रा नै छ न दिनमा आराम नै छ। किन के भयो? घरको धारामा राति 2 बजी पानी आउँछ, त्यही पनि मेसिन नलगाए त पानी नै आउँदैन। धारामा पानी आउनु र बत्ती जानु एकैचोटि पर्यो, फेरि आफूलाई एकचोटि बिम्जेपछि निन्द्रै लाग्दैन। मेरो पनि लुगा धुनु थियो, त्यसैले पानी जम्मा गरेर राखेर फुर्सदको बेला धुला भनेको। खै यो पानीको समस्या पनि कहिल्यै नटर्ने भयो। मेलम्चीको पानी आउनु र ठ्याउरोले अङ्गुर अमिलो छ भन्नु उस्तै हो। त्यसमाथि सानो सानो मूलबाट आउने पानी त्यत्तिकै खेर गइराखेको छ। त्यस्तो कुरामा पनि सरकारले ध्यान दिनु नि। यस्तो काममा सरकारलाई कमिसन आउँदैन होला नि। त्यो पनि हो। ए दिदी कता? हामी लाइन बसेको घन्टौँ भइसक्यो, फुर्काएर लाइन बस्नु। मलाई अलि हतार छ के? फेरि बच्चालाई स्कुल पुऱ्याउनु छ, हामीलाई पनि अफिस पुग्नु छ। हतार त सबैलाई छ नि दिदी। यो दिदीले जहिले पनि पालो मिच्छ, मान्छेलाई लाज नभएपछि जे गर्दा पनि हुँदो रहेछ। तैँले कसलाई लाज छैन भने कि त जस्तो नचरी हो म? नचरी हो कि सुनचरी हो, गरेको व्यवहारले त थाहा भइहाल्छ नि। मैले के व्यवहार गरेँ? के नचाहिने व्यवहार गरेँ? ल भन्, तेरो नगर, तेरो फेरि मुखसु च्यातिन्छु, बुझिस्? तिमीले च्यात्न राखेको होला नि यो थुतुनो। बढ्ता बोले कि त चोथाले? ओइ, कल भनेको चोथाले, आफू जस्तो अरूलाई पनि त्यस्तै देख्छ। कल भने क्या? जानी हुँदैछ। झडा नहोस् न, ल उड्नु यता बस्नु। ल झगडा गरेर ल यसरी एकै ठाउँमा बस्ने मान्छे झगडा गर्नुहुन्छ?
मिलेर पो बस्नुपर्छ झगडा चाहिँ नगर्नुहोस् दिदी झगडा नगर्नुहोस् भने के झगडा नगर्नुहोस् झगडा चाहिँ नगर्नुहोस् किन हाँसेको फुटिया मादल त्यत्रो फुर्तीका साथ तामझामले नेता अगाडि राखेर नयाँ धारा जलान गरेको होइन सोच फोचले पनि पानी आएन त्यत्रो मेहनत पानी भइ गयो फुटिया मादल घरमा एक थप्पा पानी नआएपछि बोक्नु पर्दैन के आउँछ म लोग्नु मान्छेले पानी बोक्दा असम हुन्छ अब देखा दाइले कहिले पानी बोकेको देखेको थिएन तपाईँले पानी बोकेपछि आज म मान्नु परेन भने भाग्यमा चाहिन्छ भाग्यमा हाम्रो घरमा त वाल छेल पानी छ नर्नी दिदी तपाईँलाई पानी चाहिन्छ आजिङ्गरको आएर त दाइबोले पुऱ्याउँछ भन्थे हो रहेछ पानी नभएर उहाँ लाउरी मर्न लागिसक्यो लु न मलाई पनि 2 गाबी जति पानी थाप्न देऊ त ए बेथा कहाँ छ तिम्रो घरमा पानी बेमान तिमीलाई पनि पानी चाहिन्छ ल घरमा लिन म दिन्छ पक्का पक्का हो हो ल राखेर आउँछ त ल फुटिया मादल कहाँ गएर हेर भाग्यमानीको भुतै कामरो भनेको हो रहेछ होइन यो देखा दाइको घरमा कति धेरै पानी आएको भने ल ल छिटो थाप यति धेरै पानी आएपछि त यसो छारछिमेकीलाई पनि दिनु नि पानी भनेको त बाँडेर खाने चिज पो हो है त्यो फुट्या मादल दाइले त्यसरी पानी बोकेर हिँडेको देख्दाखेरि अलिकति पनि दया लाग्दैन तपाईँलाई लाग्छ खोलो ठाउँ छ कि तिर्खा ठाउँ छ मेरो घरमा पानी आएको छ पानी लिन आओ भन्ने कि उसले आएर न म अलिकति पानी थापो है भनेर भन्न आउने मैले आएर नि अलिकति पानी थापौँ है भनेर भन्न आउने आयो नि आयो ल यस्तो हाल्थ्यो है ल बेखा ए बेखा बेमान बरु ल पानी सिद्धिन लाग्यो जस्तो छ अब के गर्ने नदरा बुखेर्छ नदरा यहाँ इज्जतको सवाल छ होइन यो जाडो त माथि बसेर के नगरेको हो ए खै ल ल ल ल पानी त सुक्यो त जराले बन्द गरेर जस्तो छ म यसो हेरेर आउँछु है ए फुटिया मादल होइन ए बहिनी मलाई त अचम्म लाग्यो यो घरमा मात्रै पानी कसरी आयो खाने पानी संस्था नगरेर नबुझी भएन एउटै लाइनमा हाम्रो घरमा चाहिँ पानी नआउने यसका चाहिँ हेरौँ छरा पानी आउने यो त भएन नि आच्छा ओइ कस्तो खुरापाती होला यो मान्छे के नजान्ने हुनु पर्यो काम से कम बेखादाइको घरमा आएर अलिअलि भए पनि त पानी थाप्न पाएका छौँ भोलि यो पनि बन्द गरिदेला र हिस्सा बुढी हरियो दाँत होला नि फेरि पानी सक्यो देखा अहिले पुतली नानी आएपछि तिम्रो हालत के होला बेलैमा सोच है हे चुप लाग्नुहोस् तिनीहरूको अगाडि किन दबेर बस्ने म बुख्याचोले बोल्यो कि बोल्यो जानुहोस् 500 को पानी लिएर आउनुहोस् ल मैले जे भने त्यही गर्ने त्यतिकै यत्रो महँगो 2 पा खुवाउँछु मैले बाहिरबाट पुग्यो नभनेसम्म बाटोमा पानी खाले हुन नदिनु पानी सक्यो भने अब बाथरुमबाट हालेर पनि झुका मेरो इज्जत तपाईँ गएको छ ल म गयो है
गरिरहन्छन्। मान्छे बुढो भएपछि गाई मार्न गला पर्छन्। बुद्धि भ्रष्ट भएपछि त्यो जरिया जान्ने भएर एकछिन काम रहेको धारा बन्द गरिदिएछ। ल किन धारा बन्द गरिदिएको भने त यताको पाइप छुटेर उता लसुन बारीमा पानी हाल्नु पर्यो रे। मान्छेले यहाँ खानलाई पानी छैन, लसुन बारीमा हाल्ने रे। ल त्यही त भने खै त तै पनि पानी आएकै छैन यहाँ। पापा म तान्छु नि, जाम भएको होला। कहाँ होला आसे बेखा ए बेखा के हो फेरि? त्यहाँ पाइप झिङ्न लाग्यो होला, पानी पठाइरा। अब बाथरुममा जा, बाथरुममा तँलाई पानी चाहिएको भए बाथरुममा छँदै छ नि, बाथरुममा। ल पानी त सुक्न लाग्यो नि। पानी सुक्यो। यो बेखाको घर भनेको मेलम्ची हो, मेलम्ची। मेलम्ची कहिले सुक्छ? ए हो रहेछ, मेलम्ची नै हो रहेछ नि। त्यहाँ हेर नि, त्यहाँ पानी सुक्यो कि सुकेन। होइन सुक्नु नपर्ने कसरी सुक्यो? ओ तानी के आउँछ कि सुक्नु नपर्ने? आइरा पानी ट्याक्कै रोक्यो। मजाले आइरहेछ, आउँछ 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 त्यसमा ठिकै छ नि। होइन के आउँछ म यो यत्रो पानी कहाँबाट आयो? अचानक धाराबाट आयो। धाराबाट आयो? ए धाराबाट पानी आयो भए पहिला आफ्नो घरको ट्याङ्की भनी कि दुनियाँलाई बाँडेर बस्ने। आफूले यहाँ खाने पानी नभएर किनेर ल्याइरहेको छु। त्यसमाथि अहिले पल्ला घरकाले मेसिन लगाइदियो भने अनि खाउलाउ पानी। तिमीले कुरा बुझेन। अब जाने भो 8 डेक्टरको भैँचालो। कतै तिमीले छोरी पुतल नानी छोरी अघि भने मानेन, बेखाले बोल्न जानेन। गाग्री लोटा रित्यायो, घरको पानी सिद्ध्यायो। मलाई हाने एकचोटि, उसले हाल्यो 4 चोटि। माफ गर पुतली, म चाहिँ लाग्यो बेसरी। कता लागे तिमीलाई त्यत्रो दुःख गरेर ल्या पानी बाँडेर सिधा। त्यत्रो लाइन बसेर त्यस्तो दुःखले जम्मा पारेको पानी तिमी छरछिमेकीले बाँडेर बस्ने? पुरो त्यसो पो। अघि त हामीलाई एकदम फुर्तिला र घरमा पानी आछ लिन आऊ भनेर भन्थ्यौ त। नहुने मान्छेले त यसरी फुर्ती नलाउनु नि। पानी ल्याउँदाखेरि साली नानीले कति दुःख पायो होला, बेकार हामीलाई सबै दुःख दियो। खै यो बेखादाको बुद्धि पनि के भएको होला? आज बुद्धिले घाँस खायो होला नि। फुटिया मादल सके आफू मेहनत गर्नु कि अर्काले मेहनत गरेको कुरालाई खेर जान नदिनु। ओ है बेकारमा फुर्ती लाग्छ। मैले नहुने चिजमा हात हालेपछि आफैले सजाय भोग्नु पर्ने रहेछ। बल्ल घैँटामा घाम लाग्यो होला नि तिम्रो। लाग्यो। पानी चाहिँ लिएरै जाऊ। बेखाले फुर्ती लगाएर एउटा चिजमा हात हालेपछि हाल्यो। अझै पनि एउटा चिजमा हात हालेपछि हाल्यो। पुतलीले पनि कुट्न थालेपछि थाल्यो। विकृति विसङ्गतिको खेती फस्टायो। विकृति विसङ्गतिको खेती फस्टायो। आफै मात्र खानेको संख्या बढायो। आफै मात्र खानेको संख्या बढायो।
है